असारको 28 गते मेरो बुढाले मलाई सुताएको हो यी बज्नु भयो असारको 28 गते उही धर्म यी गीत के गर्नु त अब के गर्छु नि ठाउँ लाने मलाई लाने अनि म अहिले जान्छु जा लाने जान्छु म त जाउँ अनि आफ्नो श्रीमानलाई लान त पाइहाल्छ नि त म किन पाउँदिन मेरो श्रीमान हो घर छोरा छोरी आएर तेरो फेरि नगर्नु केही पनि गर्दैन म मेरो श्रीमान म त अँगालो मारेर लिएर जान्छु किन लाने म मेरो लोग्ने होइन भन्न सक्छु यी मलाई प्रमाण पुर्याउनु पर्यो किन अन्डीको भात लाउनु पर्यो कि मेरो पैसा यही हो नि त हो यहाँ आउनु नि यहाँ तँसँग बस्दै बस्दिनँ म बसेर बसिहाल्थेँ नि यहाँ बस्यौँ नि यहाँ आउनु नि यहाँ आउनु 4 महिना माथि गएर घरमा बस्दा नि यसले मलाई छोडेर उत्तालतिर बस्ने म घिउ र दुध बोकेर यसलाई ल्याएर खुवाउने मै हुँ सबै म किताब पक्रेको छु म त गीता लिएर हिँड्छु बुझ्नु तेरो किताब राखिराख ओ म त पुस्तक लिएर हिँड्ने हो अनि के बाध्यता परेर चाहिँ तपाईको मलाई त पकाइ खुवाउने चाहियो श्रीमती चाहियो श्रीमतीले भयो यहाँ बस्नु न त्यो मेरो मन ठीक छ तपाईलाई पकाइ खाने चाहियो श्रीमती चाहियो अब श्रीमती हुँदा हुँदै अर्को श्रीमती ल्याउनु भयो हैन असारको 28 गते मेरो बुढाले मलाई सुताएको हो यी बज्नु भयो असारको 28 गते उही धर्म यी गीता समाएर भनेको छु त्यहाँ टिप्नुहोस् 28 गते सरा असार यो छोड न यो छोड किन छोड्छु त म मेरो लोग्ने हो भेटेको छोड्छु त म लोग्ने हो भने बस्छु बस्छु यहाँ त बस्छु यहाँ यसरी हैन दुईजना उ नगर्नु न अनि सुताको प्रमाण यी बुझ्नु भयो सुन्नु न अरे स्वाइनी नसुताए पो सुताउँछ हो त किन खाना त्यति दिएन नि त किन ल्याइयो त हो त्यसले हैन यस्तो